नमस्ते। नेपाल र भूकम्पको सम्बन्धबारे हामी सबैलाई थाहा छ, तर के हामी साँच्चै यसको सामना गर्न तयार छौं त? आउनुहोस्, आज हामी भूकम्पको जोखिम, यसको पछाडिको विज्ञान र सबैभन्दा महत्त्वपूर्ण कुरा कसरी सुरक्षित रहने भन्ने बारेमा गहिरिएर कुरा गरौँ। सुरु गरौँ एउटा यस्तो भनाइबाट जसले यो पुरै समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण नै बदल्न सक्छ। भूकम्पले ज्यान लिँदैन, ज्यान त कमजोर घरले लिन्छ। यसको सोझो अर्थ के हो भने समस्या काँपिरहेको धरतीमा होइन, हाम्रो तयारीमा छ। हामीले बनाएका संरचना कस्ता छन् भन्ने कुराले नै सबै कुराको निर्धारण गर्छ। हेर्नुस् त, यो हाम्रो लागि कुनै नौलो कुरा होइन। 1990 सालको त्यो महाभूकम्प होस् वा 2072 को गोर्खा भूकम्प, नेपालले पटक पटक शक्तिशाली भूकम्पहरूको सामना गर्दै आएको छ। यो इतिहासले हामीलाई एउटै कुरा सम्झाइरहन्छ, हामी सधैँ तयार रहनुपर्छ। आजको हाम्रो छलफल एउटा स्पष्ट बाटोमा अघि बढ्नेछौँ। पहिले समस्या के हो भनेर बुझ्नेछौँ, त्यसपछि हाम्रो धरती किन काप्छ भनेर जान्नेछौँ, अनि बलियो संरचना, व्यक्तिगत सुरक्षा र अन्त्यमा सामाजिक पुनर्निर्माणका लागि के गर्न सकिन्छ भनेर खोज्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण विषयबाट, कमजोर घरले निम्त्याउने ठूलो जोखिम। यो कुरालाई फेरि एकपटक दोहोर्याउँ। वास्तविक खतरा भूकम्प आफै होइन, खतरा त कमजोर तरिकाले बनाइएका घरहरू भत्किनु हो। यसको मतलब भूकम्पबाट हुने धेरैजसो क्षति मानवीय क्रियाकलापको परिणाम हो, जसलाई हामीले चाह्यौँ भने रोक्न पनि सक्छौँ। अब अलिकति विज्ञानतिर लागौँ। नेपाल किन यति धेरै भूकम्पीय रूपमा सक्रिय क्षेत्र हो त? यसको पछाडिको कारण के हो त्यो बुझौँ। कल्पना गर्नुहोस् त, हाम्रो पृथ्वीको सतह एउटा विशाल पजल जस्तै छ। यो पजलका टुक्राहरूलाई टेक्टोनिक प्लेट भनिन्छ, र नेपाल ठिक त्यही ठाउँमा पर्छ जहाँ दुईवटा ठूला प्लेटहरू एकअर्कासँग ठोक्किरहेका छन्। यो चाल एकदमै सुस्त छ। हरेक वर्ष करिब 2 सेन्टिमिटर मात्रै। सुन्दा सानो लाग्छ, तर यो कहिल्यै रोकिँदैन। यसले गर्दा हिमालयको मुनि कल्पना नै गर्न नसकिने शक्ति जम्मा भइरहेको हुन्छ, र एक दिन त्यही जम्मा भएको शक्ति विनाशकारी भूकम्पको रूपमा बाहिर निस्किन्छ। भूकम्पबारे कुरा गर्दा दुईवटा शब्दहरू जान्न जरुरी छ। एउटा हो उद्गम बिन्दु अर्थात् हाइपोसेन्टर, जुन पृथ्वीभित्र भूकम्प सुरु हुने ठाउँ हो। अर्को हो केन्द्रबिन्दु अर्थात् एपिसेन्टर, जुन ठिक त्यसको माथि पृथ्वीको सतहमा पर्छ। केन्द्रबिन्दुमा नै कम्पन सबैभन्दा शक्तिशाली महसुस हुन्छ। भूकम्पको कारण बुझिसकेपछि अब सबैभन्दा प्रभावकारी समाधानमा ध्यान केन्द्रित गरौँ। त्यो हो बलियो र सुरक्षित संरचनाको निर्माण। सुरक्षित घर बनाउने काम जगदेखि नै सुरु हुन्छ। सही ठाउँ छान्ने, घरको आकार सरल राख्ने र सबैभन्दा महत्त्वपूर्ण, निर्माण सामग्रीको गुणस्तरमा कुनै पनि हालतमा सम्झौता नगर्ने। यिनै कुराहरूले नै घरलाई भूकम्प प्रतिरोधी बनाउँछ। अनि कङ्क्रिटको मसला बनाउँदा पनि ध्यान दिनुपर्छ। सिमेन्ट, बालुवा र गिट्टीको लागि यो 1, 1.5 र 3 को अनुपात अपनाउनु संरचनालाई बलियो बनाउने एउटा मुख्य आधार हो। यो त बलियो घरको रेसिपी जस्तै हो भनौँ न। अब नयाँ बन्ने घरको कुरा त भयो, तर पहिले नै बनिसकेका घरहरूको के गर्ने त? त्यसको पनि उपाय छ। पुराना कमजोर घरहरूलाई रेट्रोफिटिङ भन्ने प्रक्रियाबाट बलियो बनाउन सकिन्छ। यसमा घर नभत्काइकनै त्यसलाई भूकम्प थेक्न सक्ने बनाइन्छ। बलियो घर त होला, तर भूकम्प आइहालेमा व्यक्तिगत रूपमा के गर्ने? अब कुरा गरौँ व्यक्तिगत सुरक्षा योजनाको, जसमा हामी सबैले अपनाउन सक्ने व्यावहारिक कदमहरू छन्। हेर्नुहोस्, तयारी गर्नु नै सुरक्षाको पहिलो कदम हो। एउटा आपतकालीन झोला तयार राख्ने, दराज जस्ता गह्रौँ फर्निचरलाई भित्तामा कस्ने र हरेक कोठामा सुरक्षित ठाउँ कुन हो भनेर पहिल्यै पहिचान गर्ने। भूकम्प आउनु अघि गरिएका यस्ता साना तयारीले ठूलो ज्यान जोगाउन सक्छ। अनि जब जमिन हल्लिन थाल्छ, सबैभन्दा महत्त्वपूर्ण कुरा हो नआत्तिने र शान्त रहने। अनि जीवन बचाउने त्यो सरल तरिका, घुँडा टेकी, गुडुल्की, समातीको प्रक्रिया अपनाउन कहिल्यै नभुल्ने। कम्पन रोकिएपछि पनि खतरा टरिसकेको हुँदैन। आफ्नो र अरूको चोटपटक जाँच्ने, पराकम्पनका लागि तयार रहने र हल्लाको पछि नलागी आधिकारिक समाचार सुनेर मात्रै कदम चाल्नुपर्छ। हामीले भर्खरै छलफल गरेका यी सबै उपायहरू तयारीदेखि पुनर्लाभसम्मका एनसिटी र युएसएआइडी जस्ता भूकम्प सुरक्षित समुदाय निर्माणमा समर्पित विज्ञ संस्थाहरूले सिफारिस गरेका हुन्। त्यसैले यी एकदमै महत्त्वपूर्ण छन्। र
अन्तमा अब तत्कालको अवस्थाभन्दा पर हेरौँ, भूकम्पपछिको दीर्घकालीन सामाजिक पुनर्निर्माणको दृष्टिकोण कस्तो हुनुपर्छ। यो एउटा तीतो तर महत्त्वपूर्ण सत्य हो। कुनै पनि प्राकृतिक प्रकोपले समाजका सबै मानिसलाई समान रूपमा असर गर्दैन। यसको सबैभन्दा ठूलो मार प्राय कमजोर र आर्थिक रूपमा विपन्न समूहहरूले नै खेप्नुपर्छ। ठूलो भूकम्पको असर समाजमा लहरिएर जान्छ। यसले धन, पहुँच र सुरक्षामा पहिलेदेखि नै रहेको असमानताको खाडललाई झन गहिरो बनाइदिन्छ। साँचो पुनर्लाभ भनेको यी सामाजिक र आर्थिक असमानताहरूलाई सम्बोधन गर्नु पनि हो। र यसले हामीलाई एउटा अन्तिम तर महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। पुनर्निर्माण भनेको केवल भत्केका घरहरूलाई इँटा र सिमेन्टले जोड्नु मात्र हो कि यो एउटा यस्तो अवसर हो जहाँ हामी हाम्रो समाजलाई नै सबैका लागि बलियो, निष्पक्ष र थप उत्थानशील बनाउन सक्छौँ? सोच्नुपर्ने बेला आएको छ। नमस्कार। आज हामी एउटा यस्तो विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ जुन हरेक नेपालीको मनमा कहीँ न कहीँ बसेको छ। भूकम्प हो, भूकम्प। हामीसँग भएका स्रोतहरूलाई हेर्दा नि यसमा विद्यालयको सामान्य ज्ञानदेखि लिएर भूगर्भ विज्ञानका कुराहरू, हाम्रो दर्दनाक इतिहास अनि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आफ्नो सुरक्षाको लागि के गर्न सकिन्छ भन्ने व्यावहारिक उपायहरूसम्म छन्। हो, र यो खालि विज्ञानको कुरा मात्रै पनि होइन। भूकम्पले हाम्रो समाजलाई कसरी असर गर्छ, मतलब एउटै विपत्तिले धनी र गरिब बीचको खाडललाई कसरी झनै फराकिलो बनाउँछ भन्ने जस्ता गम्भीर सामाजिक पक्ष पनि स्रोतहरूले उठाएका छन्। त्यही त आजको हाम्रो उद्देश्य चाहिँ यी सबै जानकारीका टुक्राहरूलाई जोडेर एउटा भनौँ न स्पष्ट चित्र तयार पार्नु हो। त्यसो भए हाम्रो आजको यात्रा सुरु गरौँ। भूकम्पको भित्री रहस्य के हो, नेपाल किन यति जोखिममा छ, अनि त्यो एउटा वाक्य जुन हामी सधैँ सुन्छौँ, भूकम्पले होइन कमजोर संरचनाले ज्यान लिन्छ। हो, ठ्याक्कै। यसको वास्तविक अर्थ के हो र हामी कसरी बलियो बन्न सक्छौँ? ल, अब यो विषयको तह केलाएर हेरौँ न त। भूकम्प भन्नासाथ हाम्रो दिमागमा त जमिन हल्लिएको मात्र आउँछ, तर स्रोतहरू हेर्दा त यसको पछाडि पृथ्वीको भित्री तहमा चलिरहेको एउटा ठूलै नाटक रहेछ। यो टेक्टोनिक प्लेटको कुरालाई अलि सरल भाषामा बुझाइदिनुस् न। अवश्य। यसलाई यसैले सोचौँ न, पृथ्वीको बाहिरी सतह एउटा सिङ्गो चट्टान होइन, बरु पानीमा तैरिरहेका ठूल्ठूला काठका टुक्राहरू जस्तै हो। यिनै विशाल टुक्राहरूलाई हामी टेक्टोनिक प्लेट भन्छौँ। अनि यी प्लेटहरू स्थिर छैनन्, चलिरहन्छन् होइन त? हो, एकदमै सुस्त गतिमा तर निरन्तर चलिरहेका हुन्छन्। र नेपालको सन्दर्भमा हाम्रो भूमि चाहिँ दुईवटा यस्तै विशाल प्लेटहरू ठोक्किने ठाउँमा परेको छ। ठ्याक्कै, दक्षिणमा रहेको भारतीय प्लेट र उत्तरमा रहेको युरेसियन प्लेट, र यो कुनै सामान्य टक्कर पनि होइन। स्रोतहरूका अनुसार भारतीय प्लेट हरेक वर्ष करिब 2 सेन्टिमिटरले, जम्मा 2 सेन्टिमिटर हाम्रो नङ बढ्ने गतिमा? हो, त्यही गतिमा युरेसियन प्लेट मुनि धसिरहेको छ। यो अरबौं वर्षदेखि चलिरहेको प्रक्रिया हो। अनि यही निरन्तरको धक्काले नै हाम्रो सगरमाथा सहितको हिमालय पर्वत बनेको हो। हो त। यो सुन्दा जति रोमाञ्चक लाग्छ त्यति नै डरलाग्दो पनि, किनभने यही प्रक्रियाले हाम्रो जमिन मुनि अथाह शक्ति जम्मा गरिरहेको छ। एकदम। त्यो जम्मा भएको शक्ति जब चट्टानले थाम्न सक्दैन नि, तब त्यो 81 विस्फोट भए जसरी बाहिर निस्कन्छ। त्यही ऊर्जाको लहर नै भूकम्प हो। 2500 किलोमिटर लामो हिमालय श्रृङ्खलाको करिब 800 किलोमिटर खण्ड नेपालमा पर्नुले नै हामीलाई भूकम्पीय जोखिमको हटस्पट बनाएको छ। भूकम्पबारे कुरा गर्दा केही शब्दहरू जस्तै उद्गम बिन्दु र केन्द्रबिन्दु यी बारम्बार आउँछन्। यिनीहरू बीचको फरक के हो खासमा? उद्गम बिन्दु मतलब हाइपोसेन्टर, त्यो भनेको चाहिँ पृथ्वीको सतहभन्दा धेरै तल, जहाँबाट भूकम्प सुरु हुन्छ त्यो वास्तविक बिन्दु हो। अनि केन्द्रबिन्दु? केन्द्रबिन्दु वा एपिसेन्टर भनेको त्यही उद्गम बिन्दुबाट सोझै माथि पृथ्वीको सतहमा पर्ने ठाउँ। त्यसैले केन्द्रबिन्दुमा सबैभन्दा बढी क्षति हुन्छ। हो, सामान्यतया त्यही र त्यसको वरिपरि नै सबैभन्दा बढी क्षति हुन्छ, किनभने भूकम्पीय तरङ्गहरू सबैभन्दा पहिले र सबैभन्दा शक्तिशाली रूपमा त्यही पुग्छन्। अनि पराकम्पनको कुरा पनि छ। 2072 सालको भूकम्पपछि त हामीले महिनौसम्म महसुस गर्यौं। मुख्य भूकम्पले हल्लाएको चट्टानहरू फेरि आफ्नो ठाउँमा बस्न खोज्दा यस्तो हुने हो। मुख्य भूकम्पले जमिन मुनिको चट्टानी संरचनालाई भनौँ न पुरै खलबल्याइदिएको हुन्छ।
ती चट्टानहरूले आफ्नो नयाँ सन्तुलन खोज्ने क्रममा साना साना धक्काहरू उत्पन्न गराइरहन्छन्। त्यसैलाई पराकम्पन भनिन्छ। हो, जसलाई हामी पराकम्पन भन्छौं। यो प्रक्रिया हप्ता, महिना वा कहिलेकाहीँ वर्षौंसम्म पनि चल्न सक्छ। अब भूकम्पको शक्ति नाप्ने कुरा गरौँ। हामी सधैँ रिक्टर स्केलको कुरा सुन्छौं, 5 रिक्टर, 6 रिक्टर। तर यहाँनिर मलाई स्रोतहरू पढ्दा सबैभन्दा अचम्म लागेको कुरा के भने हामी 5 र 7 रिक्टर स्केललाई अलि ठूलो मात्र सोध्छौं, तर त्यो अलि ठूलो मात्र होइन रहेछ। तपाईले एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। रिक्टर स्केल सामान्य गणित जस्तो होइन जहाँ 2 भन्दा 4 2 गुणा मात्र ठूलो हुन्छ। यो लॉगरिथमिक स्केल हो। त्यसको मतलब? यसको अर्थ रिक्टर स्केलमा हरेक एक अङ्कको वृद्धिले कम्पनको आकार 10 गुणाले बढ्छ, तर भूकम्पले निकाल्ने ऊर्जा अर्थात् त्यसको विनाशकारी शक्ति करिब 32 गुणाले बढ्छ। 32 गुणाले? हो, 32 गुणाले। हो, यही नेर हो मुख्य कुरा। स्रोतमा दिएको उदाहरणले त मेरो होसै उडायो। 5 रिक्टर स्केलको भूकम्प भन्दा 7 रिक्टर स्केलको भूकम्प 32 गुणा 32 अर्थात् 1024 गुणा शक्तिशाली हुँदो रहेछ। ठ्याक्कै। यो त एउटा पटाका र एउटा बम बीचको फरक जस्तै भयो नि। पक्कै पनि। यही कारणले गर्दा 6.8 र 7.8 रिक्टर स्केलको भूकम्पमा विनाशको स्तरमा आकाश जमिनको फरक हुन्छ। अब यो शक्तिलाई हाम्रो इतिहासको ऐनामा हेरौँ न त। नेपालमा भूकम्पको इतिहास निकै पुरानो र दुःखद छ। पहिलो लिखित अभिलेख त विक्रम सम्वत 1218 को पाइन्छ, जसमा राजा अभय मल्लको निधन भएको थियो। र त्यो भूकम्पमा काठमाडौँ उपत्यकाको 1/3 जनसङ्ख्या प्रभावित भएको थियो भन्ने कुरा पनि उल्लेख छ। त्यो समयको हिसाबले त यो कल्पनाभन्दा बाहिरको विनाश थियो होला। हो, र हामीले अघि भनेको त्यो वाक्य छ नि, भूकम्पले होइन कमजोर संरचनाले ज्यान लिन्छ। यो कुनै नयाँ सिद्धान्त होइन। नेपालको इतिहास हेर्दा हरेक ठूलो भूकम्पले हामीलाई यही पाठ सिकाउन खोजेको देखिन्छ। जस्तै विक्रम सम्वत 1990 को महाभूकम्प। हाम्रा बाजे बजैले अझै पनि त्यसको कथा सुनाउनुहुन्छ। 8.4 रिक्टर स्केल। त्यो त महाभूकम्प नै थियो। त्यो भूकम्पले 8500 भन्दा बढीको ज्यान लियो र 2 लाख भन्दा बढी संरचनाहरू ध्वस्त बनायो। अवश्य। त्यसपछि 2045 सालको उदयपुर केन्द्रबिन्दु भएको भूकम्पले पनि 750 भन्दा बढीको ज्यान लियो। अनि हाम्रो पुस्ताले भोगेको सबैभन्दा ठूलो विपत्ति विक्रम सम्वत 2072 को गोर्खा भूकम्प। 7.8 रिक्टर स्केल। हो, त्यसले 8500 भन्दा बढीको ज्यान लियो र लगभग 6 लाख घरहरूलाई बस्नै नहुने गरी भत्कायो। यो इतिहासले के देखाउँछ भने भूकम्प हाम्रो नियति हो, तर त्यसबाट हुने विनाश हाम्रो छनोट हुन सक्छ। यहीँनेर भूकम्प प्रतिरोधी घरको कुरा आउँछ। स्रोतहरूले सुरक्षित निर्माणका आधारहरू त दिएका छन्, तर मलाई लाग्छ धेरैको लागि पहिलो चुनौती नै घर बनाउने ठाउँ छान्ने हो। एकदमै व्यावहारिक प्रश्न। जग्गा किनिसकेको वा पैतृक सम्पत्ति भएको अवस्थामा के गर्ने? के त्यहाँ पनि सुरक्षित बनाउने उपाय छन्? सबैभन्दा उत्तम त समथल र बलियो चट्टान भएको जमिन नै हो। भिरालो, पागो माटो वा नदी किनार जोखिमपूर्ण नै हुन्छन्। तर यदि त्यस्तै ठाउँमा घर बनाउनु पर्ने बाध्यता छ भने जमिनको उपचार, सोइल ट्रिटमेन्ट भन्छन्, र विशेष प्रकारको जगको डिजाइन गर्नुपर्ने हुन्छ, जुन महँगो पर्न सक्छ। हो, सामान्यभन्दा महँगो पर्न सक्छ, तर जीवनभन्दा ठूलो मूल्य त केहीको हुँदैन नि। अनि घरको आकारले पनि फरक पार्छ भनिएको छ। वर्गाकार वा आयताकार जस्ता सरल आकारका घर बढी सुरक्षित हुन्छन् रे। एल वा टी आकारका घरहरू किन जोखिमपूर्ण हुन्छन्? यी उनी भूकम्पको धक्का आउँदा घरका विभिन्न भागहरू फरक फरक तरिकाले हल्लिन्छन्। एल आकारको घरको त्यो जुडिएको कुना छ नि, त्यहाँ सबैभन्दा बढी दबाव पर्छ र त्यहीँबाट घर भाँचिने वा भत्किने सम्भावना एकदमै धेरै हुन्छ। तर सरल आकारको घर चाहिँ? सरल आकारको घर एउटै सिङ्गो इकाइको रूपमा हल्लिन्छ, जसले गर्दा धक्का सबैतिर बराबर बाँडिन्छ। अब अलिकति प्राविधिक कुरा गरौँ। पिल्लरको साइज र मसलाको अनुपातबारे स्रोतहरूमा स्पष्टै लेखिएको छ। पिल्लर कम्तीमा 12 बाई 12 इन्चको हुनुपर्छ रे। हो, अनि ढलानको लागि 1, 1, 1.5, 3 सिमेन्ट, बालुवा, गिट्टी। हो, यहाँ चाखलाग्दो कुरा के छ भने नि, बलियो घर बनाउनु भनेको कुनै रकेट साइन्स होइन।
स्रोतहरूले एकदमै स्पष्ट पारेका छन् कि सही मसलाको अनुपातको प्रयोग मात्रले पनि घरको आयु र शक्तिमा आकाश जमिनको फरक पार्छ। यो सानो देखिने कुराले नै हो, यही सानो प्राविधिक कुरा नै जीवन र मृत्युको भिन्नता बन्न सक्छ। धेरैले यहीँनेर सिमेन्ट वा डन्डी बचाउन खोज्दा आफ्नो जीवनलाई नै दाउमा लगाइरहेका हुन्छन्। तर हाम्रोतिर त जति मोटो पिलर उति बलियो घर भन्ने चलन छ। के यो 12x12 को नियम सबै प्रकारका घरलाई लागू हुन्छ? होइन, यो एउटा न्यूनतम मापदण्ड हो, विशेष गरी 2-3 तले घरहरूका लागि। घरको तल्ला, डिजाइन र जमिनको प्रकृति अनुसार इन्जिनियरले पिलर र डन्डीको आकार निर्धारण गर्नुपर्छ। तर त्यो न्यूनतम मापदण्डभन्दा कममा जानु भनेको सिवै जोखिमलाई निम्तो दिनु हो। अनि अर्को महत्त्वपूर्ण कुरा ब्यान्डको पनि छ। हो, टाई बिम, प्लिन्थ ब्यान्ड, लिन्टेल ब्यान्ड, यसले घरका सबै पर्खाल र पिलरहरूलाई एउटा बलियो पेटीले बाँधे जस्तै काम गर्छ। विज्ञान, इतिहास र इन्जिनियरिङका कुरा त भए, तर यो सबै ज्ञानको अर्थ के रह्यो र यदि भूकम्प आइहाल्दा हामी आत्तिएर के गर्ने के नगर्ने भयो भने? त्यही त। मलाई 2072 सालको याद आयो। भूकम्प आउँदा म अफिसमा थिएँ र मेरो पहिलो सोच भागिहालौँ भन्ने थियो। तर स्रोतहरूले भन्छन् त्यो हाम्रो सबैभन्दा खतरनाक सोच हुन सक्छ। अपेटामा पर्नु हो। त्यसैले पूर्व तयारीको महत्त्व यहाँ आउँछ। सबैभन्दा पहिलो काम हरेक घरमा एउटा आपतकालीन झोला तयार पार्नु हो। हो, यो झोलाको अवधारणा एकदमै महत्त्वपूर्ण छ। यसमा टर्च लाइट, रेडियो, चिट्ठी, केही दिनलाई पुग्ने सुक्खा खाना, चिउरा, चाउचाउ, पानी अनि आवश्यक औषधि र महत्त्वपूर्ण कागजपत्रको फोटोकपी। यो झोला सबैले भेट्ने र सजिलै बोकेर निस्कन मिल्ने ठाउँमा हुनु पर्यो। अनि घरभित्रको तयारी पनि उत्तिकै महत्त्वपूर्ण छ। ठूला र गहुरौँ दराज र्याकहरूलाई भित्तामा किला ठोकेर राम्ररी अड्याउनु पर्छ। किनभने भूकम्पको समयमा मानिसको ज्यान जमिन हल्लिएर भन्दा पनि माथिबाट खस्ने यिनै वस्तुहरूले लागेर जाने सम्भावना बढी हुन्छ। अब त्यो सबैभन्दा डरलाग्दो क्षणको कुरा गरौँ। भूकम्प आइरहेको बेला के गर्ने? सबैभन्दा पहिलो र गाह्रो काम हो नआत्तिनु। यदि तपाईँ घरभित्र हुनुहुन्छ भने भाग्नुको सट्टा सुरक्षित ठाउँ खोज्नुहोस्। बलियो टेबल वा खाटमुनि छिर्नुहोस्। यदि त्यस्तो केही छैन भने भित्ताको भित्री कुनामा जानुहोस्। त्यो ड्रप, कभर एन्ड होल्ड अन भन्ने सिद्धान्त होइन? हो, नेपालीमा भन्दा घुँगा टेकी, गुडुल्की मारी ओत लागि समात्ने। अनि घर बाहिर भएमा? घर बाहिर हुनुहुन्छ भने त्यो झनै सुरक्षित हो। तर यदि तपाईँ खुला ठाउँमा हुनुहुन्छ भने मात्र तुरन्तै अग्ला घर, रुख र विशेष गरी बिजुलीका पोल र तारहरूबाट टाढा जानुहोस्। खुला चौर वा मैदान सबैभन्दा सुरक्षित स्थान हो। अब भूकम्प रोकियो, तर खतरा टरेको छैन, पराकम्पन आउन सक्छ। यस्तो बेला के गर्ने? पहिलो काम आफू र आफ्नो परिवारका सदस्यहरूलाई चोटपटक लागेको छ कि छैन भनेर हेर्ने। त्यसपछि अफवाहहरूबाट बच्ने। हो, त्यो त एकदमै। अब यति ठूलो भूकम्प आउँदैछ रे भन्ने जस्ता हल्लाले झनै त्रास फैलाउँछ। हो, आधिकारिक सूचनाका लागि रेडियो सुन्नु सबैभन्दा उत्तम उपाय हो। अनि फोनको प्रयोगबारे पनि स्रोतहरूले महत्त्वपूर्ण सुझाव दिएका छन्। फोन लाइनहरू व्यस्त हुने भएकाले कल गर्नुको सट्टा टेक्स्ट सन्देश पठाउनु। हो, एसएमएस। यसले नेटवर्कमा चाप कम गर्छ र साँच्चै आपतकालीन अवस्थामा भएकाहरूले सम्पर्क गर्न पाउँछन्। अनि अर्को कुरा, घर सुरक्षित छ भन्ने निश्चित नभएसम्म भित्र नपस्ने। हो, एकदमै महत्त्वपूर्ण। मुख्य भूकम्पले कमजोर बनाएको घर सानो पराकम्पनले पनि फत्काउन सक्छ। अहिलेसम्म हामीले भूकम्पको प्राविधिक र व्यावहारिक पक्षबारे कुरा गर्यौं, तर स्रोतहरूले एउटा अर्को गहिरो पाटो पनि देखाएका छन्, जसलाई भूकम्पको समाजशास्त्र भनिएको छ। यसले के भन्छ भने विपद प्राकृतिक भए पनि त्यसको असर त्यो त सामाजिक हुन्छ। एकदम। भूकम्पको धक्का सबैलाई बराबर लाग्ला, तर त्यसले पुर्याउने क्षति सबैलाई बराबर हुँदैन। कसरी? यो विपत्तिले समाजमा पहिलेदेखि नै रहेको असमानताको घाउलाई झनै गहिरो बनाइदिन्छ। आर्थिक र सामाजिक रूपमा जो कमजोर छ उही सबैभन्दा बढी मारमा पर्छ। अलि प्रष्ट पारिदिनुस् न। यसलाई यसरी हेरौँ, गरिब र विपन्न परिवारहरू कहाँ बस्छन्? प्राय सस्तो र जोखिमपूर्ण ठाउँमा, भिरालो जमिन, नदी किनार। हो, वा अव्यवस्थित बस्तीमा। उनीहरूले प्रयोग गर्ने निर्माण सामग्री पनि कमजोर हुन्छ।
उनीहरूसँग बलियो घर बनाउने न आर्थिक स्रोत हुन्छ न त ज्ञान। जसको मतलब भूकम्प आउँदा सबैभन्दा पहिले र सबैभन्दा नराम्ररी उनीहरूकै घर भत्किन्छ। हो, उनीहरूले आफ्नो भएको सानोतिनो सम्पत्ति र ज्यान समेत गुमाउँछन्। यो त एउटा दुश्चक्र जस्तै भयो। गरिबीले असुरक्षित बनायो अनि विपत्तिले झनै गरिब। हो, र पुनर्निर्माणको चरणमा यो खाडल झनै बढ्छ। सरकारी वा गैर सरकारी राहत र अनुदानमा पहुँच पाउन पनि पहुँचवाला नै अगाडि हुन्छन्। ऋण लिएर घर बनाउन खोज्नेहरू झनै ऋणको चपेटामा पर्छन्। यसको त दूरगामी असर पनि होला नि। छ नि, गाउँबाट सहरतिर बसाइसराई बढ्छ, जसले सहरमा अव्यवस्थित बस्तीहरू थपिन्छन्, अनि ग्रामीण क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचना भत्किँदा त्यहाँका बासिन्दाहरू आधारभूत सेवाबाटै वञ्चित हुन्छन्। त्यसैले कुरा के हो भने घर बनाउन एउटा पाटो भयो, तर भूकम्पले भत्काएको त समाजको विश्वास र सम्बन्ध पनि हो। त्यो विश्वासलाई फेरि जोड्नु इटा जोड्नुभन्दा धेरै गाह्रो काम हो। भनेपछि पुनर्निर्माण भनेको केवल भौतिक संरचनाको मात्र होइन। होइन, त्यो सामाजिक न्यायको पनि हुनुपर्छ। आजको यो गहिरो छलफलबाट के स्पष्ट भयो भने भूकम्प हाम्रो भूगोलको एउटा यथार्थ हो। यसलाई हामी बदल्न सक्दैनौँ। तर सही ज्ञान, बलियो संरचना र समयमै गरिने पूर्व तयारीले हामी विनाशलाई धेरै हदसम्म कम गर्न सक्छौँ। अवश्य। विज्ञान बुझेर, इतिहासबाट सिकेर र व्यावहारिक उपाय अपनाएर हामी धेरै सुरक्षित हुन सक्छौँ। हो, र भौतिक पुनर्निर्माणसँगै सामाजिक पुनर्निर्माण पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा बिर्सनु हुँदैन। आजको छलफलको अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ न त। हुन्छ। हाम्रा स्रोतहरूले हामीलाई सुरक्षित घर कसरी बनाउने र आपतकालीन झोला कसरी तयार गर्ने भनेर सिकाए। तर सामाजिक शास्त्रको स्रोतले एउटा गहिरो प्रश्न उठाएको छ। के हो? हामीले अर्को महाभूकम्पपछि घरहरू मात्र पुनर्निर्माण गर्ने कि आर्थिक अवस्था जस्तोसुकै भए पनि सबैले बाँच्न र पुनर्स्थापना हुन समान अवसर पाउने समतामूलक समाजको पनि पुनर्निर्माण गर्ने? यो केवल इन्जिनियरिङको मात्र नभएर सामाजिक न्यायको पनि प्रश्न हो।